खुसी हुनुहुन्छ आज उत्साहित हुनुहुन्छ आउनुहोस् हामी क्रिसमस तथा नयाँ वर्षको घोषणा गर्नेछौँ। मैले ह्याप्पी भने तपाईँहरूले क्रिसमस भन्नुहुनेछ। आमेन। साँच्चीकै प्रभुलाई धन्यवाद होस्। हामी प्रभुका जनहरू यसरी प्रभुको घरमा जम्मा भएर प्रार्थना गर्ने, परमेश्वरमा उत्सव मनाउने, नाच्ने, परमेश्वरमा रमाइलो गर्ने र उहाँको नाम उचाल्ने वर्षमा हामी एक पटक दुई पटक हाम्रा लागि यो गजबको मौका आउँछ। आमेन। र यो प्रभुले हामीलाई दिनुभएको अनुग्रह हो र परमेश्वरमा पढ्नुहोस्। आउने वर्ष यो 2026 सुरु भएको छ। आज 1 तारिक हो। तपाईको मण्डलीमा, तपाईको क्षेत्रमा गजबसँग 1 तारिकबाट सुरु भएको छ यो सेवा। सबैजनाले आफूले विचार गर्नुहोस्, यो वर्षमा कति पटक बाइबल पढेर सकाउने, कति पटक प्रार्थना गर्ने, कति पटक उपवास बस्ने, कति मानिसहरूलाई प्रभुमा ल्याउने योजना बनाउनुहोस्। विश्वासीहरू, त्यो योजना बनाएर तपाईँहरू अगाडि बढ्नुभयो भने परमेश्वरले तपाईँहरूको जीवनमा आशिष ल्याउनुहुनेछ। आमेन। त्यसो भने म ह्याप्पी भन्यो भने तपाईँहरूले क्रिसमस भन्नुहोस् है त। ह्याप्पी